ओके ल अब हामी चाहिँ आज निस्किँदैछौँ कता हामी अब केएलको टुर छ हाम्रो है। अब अहिलेबाट एकैचोटि भोलिसम्मको 2 दिनको टुर छ। अब हामी यहाँबाट ठ्याक्क अहिले कति बजी भने 12:43 भयो। हाम्रो गाडी चाहिँ 1 बजी आउँछ होइन। अनि 1 बजेबाट हामी जान्छौँ। हाम्रो टुर चाहिँ लगभग यहाँबाट केएल पुग्नको लागि गाडीमै पनि 4 देखि 5 घन्टासम्म लाग्छ होइन। ओके हामी चाहिँ जाँदैछौँ 7 जना। के छ अनि क्लियर Developed dermatologists demanded by skin. यो अस्ति मैले बनाएको थिएँ नि यो यसो बनाएको थियो गाउँले गाउँले ल मेरो यता आइरहेको छैन ल पछि गाडी आइपुग्यो हाम्रो भाउ बस भाइ होइन अनि मान्छे चाहिँ 8 जना भयो गाडीमा अटिन्छ त गाडीमा अब अटिन्छ होला नि त अब अटाएर लान्छ होला नि त बजारले ओके ल हाम्रो गाडी पनि आइसकेको छ के छ अटिन्छ अटिन्छ हेलो गाइजहरू के छ पछाडि हो होम भाइ के छ सुन्दा के छ ठिक छ ब्याग मेरो नि पछाडि राख्ने हो ब्याग पछाडि राखिदिनु हो के गर्ने हो ए मेरो ब्याग कहाँ राख्ने नि ओके ल कतिजना भयो भाइ के छ आराम हुनुहुन्छ धेरै दिनपछि भेट भयो धेरै दिन पछाडि गाडी चाहिँ स्पेसल पाइयो यहाँ ठिक छ होइन गाडी ठिक छ ल यही छ यही हो हामी जाने गाडी यहाँदेखि केलसम्म पुग्छ केलसम्म एकदम दाइसँग यहाँ दाइसँगको आज दोस्रो यात्रा हेलो 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 ल ल के छ अगाडि 2 जना बस्ने एकदम ल यहाँ के हो कुर्सीलाई चाहिँ भाइरल बनाउनु पर्यो हामी चाहिँ लाग्नु पर्यो बाटो यस्तै बुकिङमा जानु पर्ने छ भनेपछि 0177940 मा फोन गर्नु होला यस्तै बुकिङ हुन्छ यस्तै भिआइपी गाडी हुन्छ
10 जनासम्म पनि हुन्छ है। अर्को अल्फट गाडी पनि छ, टेन्सन नलिनु, सबै गाडी पाउँछ। ल मेरो ओके हामी चाहिँ अहिले यहाँ तेल हाल्दैछौँ गाडीमा। पेट्रोल पम्प के छ फाइन। अब होस्टेलबाट हिँडेर अब अहिले दोस्रो लोट अब यहाँ झरीमा अब यसो रेस्ट पिसाब सिसाब अफै गऱ्यो त पार्किङ भेटेन। उता फर्केछ बसल गाडी अगाडि नै छ कि ऊ यहाँ रहेछ। हामी चाहिँ आइपुगेका छौँ यहाँ। यसो जेन्जी भाइले चाहिँ पहिला उपचार गरिदिइहाल्नु नरेन्द्रले के अब उसैले सम्हाल्ने बेला हुन्छ एकछिन पनि नरेन्द्रको भाइ के हो त यार भाइ यार भाइको यस्तो हालत त ल ल ल नगेन्द्र म जुत्ता लाउँदैछु निस्किन ल। हामी चाहिँ यतातिर झरेर छौँ घुम्दै घुम्दै। कसैको इन्टरभ्यू पनि दिनु हो। ल अहिले लास्टमा तपाईँ खेलमा चाहिँ कसले लिएर आएको खेलमा जाममा परिरहेको छौँ हामी यहाँ। अगाडि चाहिँ हामी हजुर केलाको जाममा अनि के बस्यौँ हामी पौडी खेल्दै स्विमिङको तालमा। ल अहिले चाहिँ हामी है होटलमा आइपुगिसक्यौँ। हाम्रो यो होटल है अमृत के छ होटल तिमीलाई कस्तो लागिरहेछ के छ? होटल त यो त अब खतरा नि, खतरा छ नि है एकदम भिआइपी। भ्युजहरू पनि टक्क यस्तो आउँदो रहेछ है। हामी चाहिँ अहिले टक्क माथि हामी अझै जानै बाँकी छ। अहिले चाहिँ हामी 10 तलामा मात्रै छौँ होइन। एकदम सही लाग्यो है, एकदम रमाइलो लाग्यो। पहिलोचोटि हाम्रो यो काम गरेको भन्दा बाहिर निक्लेर पहिलोचोटि हामी केएल घुम्न आइरहेको छ। यस्तो ठाउँमा हामीलाई एकदम रमाइलो लागिरहेको छ। नयाँ ठाउँ नयाँ एरिया है। अब यस्तो होटलमा पनि हामी अहिलेसम्म बसेको थिएन। के छ भने प्रतिक्रिया कस्तो लाग्यो? एकदमै राम्रो छ, एकदम नयाँ एक्सपिरियन्स म लिइरहेको छु। कस्तो के छ म हेरिरहेको छु, एकदमै ठिक लागिरहेछ। तपाईँलाई कस्तो लाग्यो आजको जोहोरदेखिको केलसम्मको यात्रा अनि रुमहरू के कस्तो लाग्यो? जोहोरदेखिको यहाँसम्मको यात्रा चाहिँ हाम्रो एकदम रमाइलो आरामदायी, गाडी पनि त्यस्तै कम्फर्टेबल आनन्दले। तपाईँको त कुरै नगरौँ, झन् नेपाली भए पछाडि त झन् हाम्रो अब मिलिहाल्छ। म्युजिक सुन्दै मजाले चिलमा आइयो। अनि होटल पनि राम्रो छ, एकदम राम्रो। ओके अहिले म छु 10औँ तल्लामा। 10औँ तल्लाबाट अब जाँदैछु म लिफ्ट चढेर। ओके के गर्ने नानी हो बिहानै त पुगिँदैन होला त अनि त्यहाँनिर गाह्रो हुन्छ बनाउन नि त्यहाँ।
त्यो आदि मात्र हेरेको क्या खाली ल्याउँछ नि 17औं तलामा आइपुग्यौँ हामी अहिले 17 पर्दैन हामी अहिले छौँ 17औं तलामा चाहिन्छ नि कहाँ खै अघि खिचेको डाइरेक्टै भयो होइन हामीले उयो कति स्वाट अब चाहिँ फास्ट एकैचोटि 25 26 27 28 29 30 अहिले चाहिँ पुलिसमा 36 यो पनि 51 हो त्यहाँको पनि 51 तल हो तर त्यहाँको चाहिँ भ्युज देख्छ ल हामी आइपुग्यौँ अब 51औं तलामा त्यो क्यामेरा अलाउड छ नि है पुरा भ्युज आउने रहेछ त यहाँबाट यस्तो जाउँ न यसको टाइम हाम्रो 10 बजेसम्म दिउँसो 3 बजेदेखि लिएर भोलि 12 बजे यो स्विमिङ चाहिँ भोलि भनेको 10 बजे राति त्यहाँ पनि कस्तो लाग्यो यतिसम्म हो एकदम बाँकी चाहिँ लाइटिङ भनेको पछि राति नै हुन्छ होला राति अब अझै रमाइलो देखिन्छ भ्युजहरू चाहिँ एकदम नाइस आइरहेछ है एकदम दामी है यो हामी चाहिँ 51 तलामा छौँ देखेको रहेछ केएल टावर मेरो खिच्दिनँ अब भिडियोहरू फोटोसोटो खै हाम्रो चाहिँ अच्छा कस्तो हुँदैछ दामी हुँदैछ होइन अमै क्यामेराम्यान मन्डा छैन गाई चाहिँ गर्नु पर्यो नि त गाई कहाँ उता माथि टाउको ओके ल हामी चाहिँ टावरमा स्विमिङ हानेर छौँ अहिले 방금 데리고 왔잖아요. 안 돼서. 됐어요. 됐어. 내일은 그냥 들고 갔어요. तपाईँले मोबाइल छाड्नु न यहाँबाट खिच्दिउँ न त हामी यो पनि आइरहेछ नि यो भ्लग हो आइरहेछ नि होइन साइडबाट पनि खिच्नु न यतिकै जानु
연습 타임을 해야 돼요. गाउँलाहरू के छ कस्तो अनुभव भइरहेछ क्यामेराम्यानलाई दामी छ दामी यहाँ फोटो मात्र खिचाउनु लगायो अनुभव कस्तो भइरहेछ अनुभव बढिया खै चस्मा ल्याउन चस्मा तालेन देख्यो चस्मा ल भाइ राम्रो खिच ल खिच्यौ चस्मा कस्तो अनुभव भइरहेछ Catch me, big mama. Mas भाइ ल पछाडि कस्तो भयो त घुमायो एकदम रमाइलो है हल्का भोक चाहिँ लागिरहेछ होइन अब हामी खानाको खोजीमा छौँ यस्तो हुन्छ कि अब यो ग्रुपमा हिँडे पछाडि कोहीलाई भोक लाग्ने कोहीलाई निन्द्रा लाग्ने अब सब थोक चाहिँ मिल्दैन होइन त्यस्तै छ तर हाम्रो यो नाइटको ट्रिप चाहिँ होइन एकदम दामी नाइट चाहिँ यो नाइट भ्यूहरू के छ भने के खान्छौँ हामी भोक कतिको लागिरहेको छ भने हिजो बेलुका 11 बजे खाएको अहिले कति उसले त दिउँसो 12 बजी बोल्न नसक्ने अवस्था भयो एकदमै गाह्रो छ स्थिति अहिले खाएर बोल्न दुई छ उसलाई सुदन गुरुङ देखेको छैन सुदन गुरुङ होइन त्यहाँनिर भनौँ छिटो गरौँ न यार बास बिरामी भनौँ ए बिरामी खसी बिरामी बिरामी होइन मटन बिरामी नै भन्न सक्छु एउटा त के मासु नहालेर भनौँ कमाउको लागि ब्रिटिस काउन्सिल पछाडि के छ ट्विन टावरको एउटा टावर मात्रै रहेछ पछाडि दादा पुरै धुवाँडो लागेर पुरै बाटो नगेन्द्र के छ आराम हो नि हेलो
दाइलाई त हेरिदिनु यता हेरिदिनु ल ओके अब गइरहेको छु म पनि क्याम्पिङ आइल्यान्ड तरस भाइ अनि अब हामी केबल कार चढ्नुपर्छ होइन केबल कार चढेर यसो रमाइलो गरौँ होइन अब नेपालमा हुँदाखेरि अब केबल कार चढेको थियो एकचोटि मलेसिया आएपछि एकचोटि केबल कार चढ्ने हो ओके के छ अनि एकदमै राम्रो छ लगेर जाउँ हामी 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 अब यताबाट जाउँ अगाडि जाउँ जाउँ न अगाडि यसमा 30 रुपियाँ गर्दा ब्याट्री डेड भयो कि एक लाइनमा के हो एकैचोटि गयो एक लाइन छ अनि गाडीमा छ नि त अनि ओके हामी घुमिरहेको छौँ केबल कार चढ्न जाँदैछौँ हामी सर केबल कार चढ्न कहाँ जाने हो स्ट्रेट फुड जहिले पनि उठाएन म भनिदिन्छु म फोन गरेर सोध्छु हामी केबल कार चढ्ने ठाउँ छ भन्छ बिहान बिहान ब्रेड खाइरहेको छौँ रमेश भाइ अघिको ठुलो देखाइदिनु पर्यो ठुलो सिङ्गै छ है भाइ के खाँदैछौ ब्रेड रोटी यो कहाँ आली बोकेर हिँड्ने कुरो हुन्छ म अगाडिसम्म एउटै हाल्नुपर्ने बिहान बिहान ब्रेड चिया त छैन भाइ के भन न तिमी दुई शब्द के भन्नु यार अब यस्तै भइरहेको छ चिसो लास्टै छ है अब केबल कार चढ्ने गइरहेको छ अब केबल कार चढाउँ नि त पहिले अनि अब केबल कारको भिडियोहरू यसो बनाऊँ है ओके ल पानी खाँदै खानु है यो खाएपछि भात खानु पर्दैन रुमको एउटा मात्रै सिनी खाएपछि त सक्यो त ओके अब जाँदैछौँ हामी केबल कार चढ्नलाई सरर यही हो केही हुँदैन अब बिग मिस्टेक केबल कार पल्लोबाट रहेछ के भयो के भयो के भयो हेलो के भयो जानकारी दिउँ गेट नम्बर सीमा जानु सी नम्बरमा जानु हामीले यहाँ टिकटमा देखिँदैछ हामी अहिले जाँदैछौँ यहाँ स्काई वल्कको यहाँबाट ओके भाइ हामी अब जाँदैछौँ सर हामी हिँडेर छौँ छिटो चाहिँ किन
सोध्नु भएर न यता बस्नु न त्यसो भए गेट किन बन्द भयो? अहिले जाने अब त्यहाँ टुप्पोमा यो चाहिँ टिकट चाहिँ राख्नु ल गेट किन बन्द भयो? टिकट होला नि गाउने स्क्यान नहोला नि चाहिन्छ फेरि चाहिन्छ नि स्क्यान नहोला नि फेरि रिटर्न स्क्यान गर्न राख्नु मिलाएर बसमा यतै बसेर पाइयो भने झन् काहीँ ढोका लाग्यो ल यता चाहिँ खाने कुरो पनि बोकेको छु है गाई जे पनि त भोक लाग्यो भने भन्नुहोस् ल है के चाहिँ खालको स्पिड कुद्दो रहेछ त अब 4-5 मिनट माथि गएर केही देखिएन यार केबल काट्दो भयो भने मजा लियो नि त केबल काट्नुको त मजा लियो पाउरोटीको नि मजा लियो नि त यो त खोइ केही उही ढुङ्गुएर टाइममै केबल काट्छ चस्मा खोलेर हेर्नु रे चस्मा लगाएर लिएको अब तेरी अर्केर तेरीको अब झन् माथि टावर अब चाहिँ तपाईँ माथि जाने हो कि अब हेर्दै जानु त्यहाँ कत्रो जान्छ यता चाहिँ भ्यू खतरा छ नि यार कता सबैको लियो त्यसले वरिपरि अब भिडियोहरू बनाऊ कि अहिले भरे भिडियोहरू चाहिँ सबै होस् है हामीलाई पनि अनि पनि मोबाइल हाम्रो हामीलाई पनि होस् क्या हामीलाई पनि होस् होइन यो तपाईँलाई पनि होस् हुँदैन हौ धेरै भच्काउनु सिकाउने हो रक्सी खानु छिर्दैन म भनेको उतादेखि यता हाल्छ कि ए बुढा उतादेखि यता फोटो हाल्नु भनेको छिटो ओ यता यो चाहिँ डिजाइन र यहाँ चाहिँ यता हाल्नु भनेको यो बुढा उता तल टावर तलको भिडियो बनाएको नि तपाईँ हाल्नु अहिले पो उज्यालो अब यहाँबाट यही भिडियो हेर्ने हो कि ल तपाईँको टावर दामी दामी यस्तो ठाडा हाल्नु भनेको न वाह उता त म्युजिक हेर्दा घुरेको उ यहाँ इटेसन गर्नु निकाल्नु यो चाहिँ वाउ टेम्पलहरू रहेछ अब यहाँ स्टेसन गर्नु निकाल्नु न अब चाहिँ डर हरायो है माथि जाने हो चाहिँ यहाँ ढोका खुल्छ अझ स्टेसनमा झर्दा अलि यता गर्नु त केबल कार माथि चढ्दैछ दोस्रो स्टेपमा आइपुग्यो दोस्रो स्टेप टावर यो पो रहेछ त नि दुबईको टावर छ नि त यो हो नि त तपाईँ मान्छे हिँड्ने बाटो छ त पुरै चस्मा खोलेर हेर्नु न चस्मा खोलेर हेर्नु रे चस्मा लाएर अलिक अलि अब तेरी अर्केर तेरीको अब झन् माथि टावर यता चाहिँ भ्यू हेर्नु त उता अब चाहिँ तपाईँ माथि जाने हो कि अब हेर्दै जानु त्यहाँ कत्रो जान्छ यता चाहिँ भ्यू खतरा छ नि यार कता सबैको लियो त्यसले वरिपरि अब भिडियोहरू बनाऊ कि अहिले भरे भिडियोहरू चाहिँ सबै होस् है हामीलाई पनि अनि पनि मोबाइल हाम्रो हामीलाई पनि होस् क्या हामीलाई पनि होस् होइन तपाईँलाई पनि होस् त्यही त हेर्नु आमामा तार हेर न यार कति मोटो तार हो यार मोटो त तारो त्यसले हेर अलि हल्जाको यस्तो खिलिक्का छुवाको मात्रै बोल्छ बसौँ न बसौँ छैन, न छैन। के भइरहेछ? म भिडियो लिइरहेको थिएँ क्या खै दिइहाल्नु त दिइहाल्नु त जानुको लागि आउनलाई आउनलाई 19 रुपियाँ तिर्यो नि त पक्नुस् बिस्तारै बिस्तारै ब्रेक हान्नुहोस् तपाईँ यता भएको मान्छे के खानुहोस् यसो रोक्नु न होइन म यहाँ भइसक्यो झरौँ न भइसक्यो त खोलो भइसक्यो। झरौँ झरौँ न। रोकिँदैन झ्याप्पै रोकिँदैन यति झरौँ न चस्मा लगाउँ न सरकार ल है अहिले हामी क्यान्टिन हालिदिने त आइसकेको यो चाहिँ रहेछ यार आम्मा यो 1 घन्टाभन्दा माथि उभिएको त्यहाँ तल तपाईँले थाहा हुँदैन माथि माथि
यहाँ पनि त नेताहरू लास्ट ठाउँ हो त खाना खाने ठाउँ के रहेछ यहाँ होटलहरू रहेछ यहाँ चाहिँ खिच्नु पऱ्यो कि होइन यहाँ हामी खिच्छौँ यहाँबाट हजुर त्यहाँ माथि आउँदैछ आउँदैछ किन रोकेर काम गर्ने ठाउँतिर हो ठ्याक्कै यहीँ गर्दो रहेछ मैले काम पनि तल हेर त यहाँ तल हेर एकछिन बसमै छ त यहाँ यो हो नि त रमाइलो त्यो पुरै लेक जस्तो रहेछ क्या पुरै उहाँ ढाक्यो ऊ ल कुहिरोले त्यो घर ढाक्यो कुहिरोले अब एकैचोटि कुहिरोले ढाको है ऊ अब उतापट्टि घर हेर्नु तपाईँ चस्मा लाउनु भएको पुरै ढाको पुरै कुहिरो लाग्दो रहेछ क्या लेक जस्तो पुरै लेकै यता अनि गाडीमै आउनु मिल्दो रहेछ मिल्छ तर यो गाडी फेरि गाडीमा आएको मजा र यो केबल कारमा आएको मजा त्यही भएर सबै त अस्ति बसमै त तल हेर्नु त तल तल हामी तल छैन धेरै योभन्दा डर लाग्दो त उहाँको छ नि मनोकामनाको अझ डर लाग्दो त उहाँ जानुपर्छ लङ्का उही आकाइछन् नुनु सबै लाइनमा छ तर यहाँ ठुलो इमोसनमा झार्दो रहेछ खासै डर ठुलो इमोसनमा अरे
जाउँ सरी看这儿看这儿，请问一下，这要看我看我。宝贝，啊，咱们得红中间这个，那先改，因为但是那个遇到红就不要碰它，红太脏。加油！加油加油！别错了，加油加油！坚持。爸爸实在是太难，扶着点，扶着点，这点。हाँ हाँ अभी बढी छ भाई मैं रेस्ट कर 2 मिनट Okay. Thank you. 좀 먹어야지. ਉਹ ਦਾਣੇ ਵਾਲਾ ਕੈਮਰਾ ਲੈ ਕੇ ਆਉਣਾ ਸੀ ਆਪਾਂ ਵੀ ਯਾਰ ਹੈਨਾ ਕੈਮਰਾ ਲਿਆਉਣੀ ਆਪਾਂ ਕੈਮਰਾ ਨਹੀਂ ਲਿਆ ਕਿੱਥੇ ਰਿਸ਼ ਕਰਾਂਗਾ ਹਾਂ ਰਿਸ਼ ਕਰਾਂਗਾ ਨਾ कोही दूर निकाल्यो नि Let's move. Let's move. Move, move.都爬了，你看好了，你看。然后这练练晚上morning 很的，我那让回去。
هذا كبير أحجام وأشكال मान्छे हिँडेको चाहिँ لكن قاعد تسوي गरिरहेको होइन नि 4 सेकेन्ड आइसक्यो यसमा त्यही भएर हेर न यहाँ पछाडिको माइसँग बस के छ भेरी टायर्ड कमिङ भाइ के भयो गाह्रो भयो मेरो भाइ के समस्या छन् भन ल्याउ यो बोक त बोक के شو مشاف الكيس على طول جاء ल आइपुग्यो माथि 5-6 मिनट लाग्यो ल के माथि आइयो टपमा कान्छो भयो होइन कि हलेसीमा मुनिको खुट्टा अरे माथिको एउटा खुट्टा अरे कि हलेसीमा एउटा खुट्टा एउटा यहाँ एउटा खुट्टा अरे कि फोटो हान्ने मान्छेले हान न कोही हान्न मान्दैन हान यहाँ मेरो हान्दा गाउँलेलाई फोटो म आफू फोटो हान्नु अरे अहिले चाहिँ कहिले भोलि हान्नु यहीँबाट जाने हो माथि जाने मैले
आऊ न खाली खुट्टा हिँड्ने हो कि ओके ल हिँड्दैछौँ हामी पनि ल ए हेर नि है पुरै खुल्ला छ यहाँ ल नगेन्द्र होम भाइ सुजन दाई कहाँ यो जमिन माथि हो नि त हामी कति उकालो आयो नि त हाइटमा आइरहेको छौँ नि हामी त हलेसीमा मुनि जमिनबाट हेलो कस्तो हुँदैछ दामी मुम्बई ल भाइले त बिस्तारै हिँड्नु है घुमे कस्तो हुँदैछ एकदम ठिक छ कस्तो लाग्यो पाइसक्यो हामी एकदमै राम्रो छ यो होइन हाम फाल्दाखेरि नै त्यो सिस्टम भएको अरे कि यो